यो बर्खायाम लागेपछि त हाम्रो त धारामा पानी आउनुको सट्टा चिया बगेर हैरान छ। आज त त्यही चिया पनि आएन छ। होइन के भएछ भनेर म चाहिँ ट्याङ्कीतिर चेक जाँच गर्नको लागि लागे। ट्याङ्कीमा गएर हेरेको यहाँ पनि पानी आएको रहेनछ। हिजो राति ठुलो पानी परेको थियो, सायद मुहा नै बिगार्दैछ क्या हो। ट्याङ्कीको ढक्कन खोलेर हेरेको पानी त भित्र अलिकति रहेछ, त्यही माथि लेतो भएर बसेको रहेछ। सायद यसले पनि पर्खेर बसेको रहेछ म कहिले आउँछ र साफ गर्छ भनेर। ट्याङ्की चाहिँ पहिलाको जस्तो फोगर चाहिँ छैन, किन भन्दा मैले पहिला पनि साफ गरिरहेको थिएँ, त्यही भएर खासै फोगर चाहिँ रहेनछ। त्यही पनि पहिलाको विधि अनुसार मैले चाहिँ साफ गर्न लागे। मैले चाहिँ ट्याङ्कीको भुइँदेखि भित्र यस्तो तरिकाले टल्काएँ कि लास्टमा मैले ट्याङ्कीलाई चाहिँ यस्तोबाट यस्तो बनाउन सफल भएँ। त्यसपछि यता पल्लो घरे काका पनि खुर्पेटो हल्लाउँदै आउनु भयो अनि हामी चाहिँ लाग्यो मुहानतर्फ पानी बनाउनको लागि। हाम्रो मुहान चाहिँ ठ्याक्कै 2 किलोमिटर टाढा छ। कति जुगालाई रक्तदान गरेर आउनुपर्छ आज। ओहो नि यता त झाडी के साह्रो बढेको। काकालाई त पुरै झाडीले नि लुकाइसकेको थियो भने मेरो फेरि खुट्टैभरि जुगा लाएर सत्यनाश। धन्य यता काकाले सुर्तीको होलमा नुन बोकेर आउनु भएको रहेछ। साह्रै काम लाग्यो नि, जुत्तैभरि नुन दलेर हामी चाहिँ लाग्यो। अब रक्तदान त गरियो, पानी त पिउनु पर्यो नि भनेर सर्र लाएर चिसो पानी पिएर फेरि हामी टार्गेट तर्फै लाग्यो। यता खुट्टाको हालत त जुगाले खाएर रगतमै बनाएको थियो भने जंगल हेर्नु न, अमेजनको जंगललाई नै फुला फानी टाइपको थियो। किन नफाडेको भन्नुभयो होला। अब जाने 2 किलोमिटर लाग्छ, फाड्न लाग्यो भने त 2 महिना लाग्न सक्छ। जसो तसो गरेर हामी चाहिँ मुहानको ट्याङ्कीमा पुगियो। यहाँ पनि पानी सानो आएको रहेछ। यता फेरि हाम्रो काकाले आफ्नै टेक्निक लगाएर पाइप जोड्न लाग्नु भयो। त्यहाँ पाइप जोडेर मुहानमा गएर हेरेको यहाँ त बाढी आएर सर्लकै पाइपै पुर्दिएछ। त्यो बाढीले पुरेको पाइपलाई चाहिँ हामीले खोतल खुतुल गरेर निकालेर ढुङ्गा सुङ्गालाई यताउता राखेर हामीले चाहिँ पानीको मुहान चाहिँ चट्टा लाएर बनायौँ। ल हेर्न सक्नुहुनेछ हामीले पिउने पानीको मुहान चाहिँ कति सफा छ। यो पानी हामीले पिउने गर्छौँ। यता पनि पानी मस्त ठुलो फोर्समा आएको रहेछ पाइपमा पनि। यति भएपछि चाहिँ फाइनली हामीले चाहिँ पाइपमा पानी ल्याउन सफल भयौँ। त्यसपछि चाहिँ हामी घरतर्फ लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।